आज चाहिँ म पब्लिक ट्रान्सपोर्टेसन युज गरेर केही सामानहरू किन्नको लागि बाहिर गइरहेको छु। म चाहिँ यता छु। यो बस पनि निकै राम्रो देखिएको छ। यसको झ्यालका पर्दाहरू धेरै राम्रो छ, एकदम आकर्षित देखिएको छ। मलाई मन पर्यो कलर पनि। यसरी सबैजना पेसेन्जरहरू बसेछ। यो बाहिरको दृश्य अत्यन्तको घाम लागेछ अनि सरल गइरहेको छ बस। बाहिर त्यति साह्रो भिड छैन, यसरी देख्न सकिन्छ। बाहिर यति फराकिलो बाटो छ, स्मुथली गाडी कुदिरहेछ, पेसेन्जरहरू बसिराख्नुहुन्छ। बसहरू पनि क्लिन छ, सफा छ अनि यो झ्यालको कर्टेनहरू एकदमै राम्रो भएको छ। त्यस मलाई राम्रो लागेको छ। म मग्न भएर भिडियो बनाइरहेको छु एक्लै बसेर। कन्ट्र्याक्टर दाइले पैसा उठाउँदै आइराख्नु भएको छ। बाहिरको दृश्य ल गाइज, अब म चाहिँ मेरो डेस्टिनेसन आइसक्यो। म उत्रेर एलआरटी चेन्ज गरेर मेट्रो ट्रेन भन्छ, मेट्रो ट्रेन चढेर चाहिँ म अर्को ठाउँमा 15 मिनट पुगेपछि मात्रै ठुलो किनबेच गर्ने मार्केटहरू आउँछ। मेरो गन्तव्य चाहिँ आज त्यहाँसम्मको छ। यो चाहिँ बाहिरको दृश्य अनि म बाहिर झरिसकेँ। अब यो म आएको बस चाहिँ यो चाहिँ एकदम हाइवे हो। यो पासाई भन्ने फिलिपिन्स मेट्रो मनिलाको पासाई सिटी जस्तो छ। नेपालमा जस्तै छ सायद यहाँको बजारहरू। यो चाहिँ ठुलो हाइवे हो, त्यहाँ आकाशे ब्रिज छ, आकाशे पुल अनि यसरी बिल्डिङहरू विकसित छन्। त्यो एलआरटी हो मैले देखेको। त्यस पछाडि म हिँड्दै जान्छु। त्यहाँबाट चाहिँ मेट्रो ट्रेन पुग्छ। म यता छु, हिँड्दैछु। यहाँ पनि नेपालको जस्तै बाटोहरू छन्। अब बेसरी चलेछ, छाता उडाछ, छातै फर्काछ। सानो गल्ली छ बाटो, त्यहाँनिर चाहिँ ठुलो हाइवे छ। यो 8 लेनको हाइवे छ। यो पब्लिक ट्रान्सपोर्टेसन बस निकै राम्रो छ। एकदम बसहरू पनि सफा हुन्छ यहाँको, क्लियर। अनि म अझै अगाडि जान्छु। सानो पसलहरू राखेको छ नेपालमा जस्तै। यो चाहिँ मेट्रो ट्रेन जाने स्टेसन। म चाहिँ उतापट्टिबाट जान्छु किनभने म नर्थ साइड जानुपर्ने छ। त्यसैले यहाँ मकैहरू बेच्न राखेको छ। मैले बाटो क्रस गर्नुपर्छ, जेब्रा क्रस। बिस्तारै गाडी आइरहेछ। अझै अगाडि जानुपर्छ। कस्तो नजिकबाट लिएर आउँछ, बसहरू आइरहेछ। अलिकति व्यवस्था गर्छ क्या। मैले कटेर जान्छु। एकछिन यताबाट नै आइरहेछ बसहरू। यो चाहिँ ठुलो बस टर्मिनल छ। यहाँबाट चाहिँ विभिन्न प्रोभिन्सहरूमा बस जान्छ। जस्तै काठमाडौँबाट पूर्व पश्चिम सबैतिर जाने भने जस्तै यहाँको पनि यो बस टर्मिनल एकदम ठुलो छ, सबैतिर जान्छ। म ठ्याक्कै त्यसको अगाडि छु अहिले।
यसरी चाहिँ सबै प्यासेन्जर यो डिएलटिबीको भनेको चाहिँ यो ठुलो कम्पनी हो बसको। यही बसहरूमा चाहिँ यसरी प्यासेन्जरहरू विभिन्न आफ्नो सहरहरूमा अर्को सहरहरूमा जानको लागि यसरी पर्खेर बसेछ। ठ्याक्कै काठमाडौँको छ क्या गङ्गाबुतिरको। अब यो बस चाहिँ छुट्यो। एकदम स्ट्यान्डर्ड खालको बसहरू छ क्या, डबल टेकर बसहरू पनि छ, तर भित्रै टोयलेटहरू गर्ने पिसाबहरू गर्ने खालको सिस्टमको बसहरू हो। एकदम लग्जरियस बसहरू छ। यो चाहिँ निस्किन्छ। यो चाहिँ बस स्टेसन भयो। यो एक्सप्रेस कार्गो एक्सप्रेस डिएलटिबी। ल यस्तो धेरै प्याक छ। यो सानो अलिकति गल्ली छ। यो ट्रेनबाट झर्ने ठाउँ भएकोले अलिकति साँघुरो छ यहाँको बाटो। यसरी नेपालमा जस्तै बेच्नु राखेछ। अब म राइट साइड लिएर माथि चढ्नुपर्छ सिँढीबाट। यहाँ यस्तो मजाले यो ठुलो खालके गुवा बेच्न राखेछ। म सिँढीबाट माथि चढ्नुपर्छ। त्यहाँबाट मैले एलआरटी मेट्रो ट्रेनको टिकट लिनुपर्छ। सो राइट नाउ आई एम गोइङ अप टु दी बक्लारन टु गेट द एलआरटी टिकट। म चाहिँ माथि गइरहेको छु। ट्रेन आइरहेछ। यहाँ चाहिँ दिस इज द सेक्युरिटी चेक पोइन्ट। मसँग चाहिँ ब्याग थिएन। मैले टिकट काउन्टरमा गएर टिकट लिनुपर्छ। एउटा कार्ड लिनुपर्छ। राइट नाउ फ्रम India to Baclaran is 20 pesos, 20 pesos. यस्तो कार्ड हुन्छ यो लिने। I got it। अनि यहाँनिर स्क्यान गर्ने। स्क्यान गरेपछि चाहिँ त्यो खुल्छ। जस्ट वेटिङ। तबबाट ट्रेनबाट झरेको मान्छेहरू आइरहेछ। अनि यहाँ चाहिँ ट्रेन छ। सायद यो म ट्रेन भ्याउँदिनँ। यो गइसक्यो, ढोका लागिसक्यो। म नेक्स्टमा जान्छु। म उताबाट आउने मान्छेलाई बाटो दिनुपर्छ नि त। ल म गएँ भित्र स्क्यान गरेर। अनि यसरी भित्र छिर्नुपर्छ। अब यहाँ चाहिँ ठुलो छ यो जङ्सन, के भन्छ यो वेटिङ स्टेसन। यो चाहिँ 2 ट्र्याकको छ। अनि चढ्ने रेल आइसकेको छ त्यहाँ पर। यता चाहिँ म चढ्ने रेल आइसकेको छ। म चाहिँ यसमा चढेर बक्लारन भन्ने सिटीमा जाँदैछु। यहाँ चाहिँ सबै कुराहरू किनमेल गर्नको लागि यता छु म। जान्छु। पहिला भित्रको मान्छे निस्किन्छ। बाहिरको दृश्य मजाले देख्न सकिन्छ ट्रेनभित्रबाट।
गर्नुपर्छ मैले। अब चाहिँ म फर्किँदैछु। किनमेल गरिसकेँ, फर्किँदैछु। यो चाहिँ एकदमै कम फिलिपिन्सको जिप्नी त्यस्तो छ, मजाले सस्तो ट्रान्सपोर्टेसन भनेर यो 13 पेसोस मात्रै लाग्छ। एकदम जता पनि जान्छ, एकदम कम्पिटिसन छ यहाँ। निकै कम्पिटिसन छ जिप्नीको, जिप्नी ड्राइभरहरूको। म चाहिँ यहाँ जिप्नीमा अब मेरो किन्ने बेला आउँदैछ। यता पेसेन्जरहरू मजाले भेट्न सकिन्छ। यहाँ किनमेल गर्नु छ, सब्जी मार्केटतिर जान्छु म। यो कम्प्युटरको किबोर्ड किने। यता सब्जी मार्केट छ, यहाँ मजाले नेपालमा जस्तै मजाले रहेछ, सब्जीहरू किन्नु छ। यहाँ चाहिँ बाटोमा कोला बेच्नु रहेछ, यहाँ कस्तो हुन्छ। म जाँदैछु, कोला बाटोमै बेच्नु रहेछ। यहाँ चाहिँ फलफुलहरू, खोलाहरू मजाले रहेछ। यहाँ चाहिँ म बदाम किन्नु पऱ्यो। ल चामल किने। अब म जिप्नीमा फेरि गएँ, क्यामेरा लेन्सबाट फोटो खिच्नु पऱ्यो। अगाडि बसेछु, जाँदैछु बाटोमा चलेर। मजाले ड्राइभरको छेउमा बसेछु नि त। जिप्नी पनि स्ट्रिक्ट बाहिर निकालेर 2 किलोमिटरमा 13 पेसोस लाग्छ। बसेछु। Back to my room from the Libertad public market to Makati. यहाँ चाहिँ चिकन फ्राइडहरू मजाले रहेछ, अनि यहाँ चाहिँ ग्रिल गरेको चिकनहरू आफूलाई किन्न सकिन्छ। धेरै महँगो पनि छैन। यो चाहिँ मेन जङ्सन हो, अनि म मेट्रो ट्रेन चढेको ठाउँ। म बसमा जान्छु। यहाँ चाहिँ उता जाने मगाएको ठाउँबाट ल म बसमा चढिसकेँ, फेरि फर्किने। यता छु म, गर्नु भएको छ सबै। यसमा पनि कम्प्युटरको किप्याड ल्याएँ। आजको फाइनल्ली म चाहिँ आइपुगेँ। आजको यात्रा रमाइलो भयो, जे भए पनि। फुल राम्रो छ यहाँ, बिच बाटोमा मजाले छ। मौसम पनि राम्रो छ, घाम लागेछ। अब आइपुगेँ म कात्ती सिटी मेरो अपार्टमेन्टतिर।
आजलाई मैले भिडियो मेरो इन्ड गर्नुपर्छ। गलेर आएँ करिब 10-12 किलोमिटर यता छु। अब आजलाई मेरो भिडियो यति नै। म चाहिँ अब आइपुगेँ मेरो अपार्टमेन्ट। यो चाहिँ म आज मेरो हिँडेको गुगल ट्र्याक हो। गुगलले मजाले देखाउँछ। अनि म चाहिँ आज करिब कति किलोमिटर कहाँबाट कता गयो भने सबै देखाउँछ त्यसमा। आएर फर्किएँ फेरि। मेरो यात्रा 10.7